हेलो मेरो युट्युब फ्यामिली, गुड मर्निङ। सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। अलिकति लुक्स चेन्ज देखिराख्नु भएको हुनसक्छ या लुक्स चेन्ज भएको छ। यो 6 मन्थको मेडिसिनको फर्स्ट सेमेस्टरले चाहिँ पुरै चेन्ज बनाइदियो, तर सर्भाइभ गरियो फाइनल्ली होइन। आज भ्याकेसनको फर्स्ट डे, यो क्रिसमस भ्याकेसन सुरु भइसकेको छ फिलिपिन्समा र आज फर्स्ट डे। म भिडियोबाट नै सुरु गरौँ भन्ने लागिरहेको छ मेरो भ्याकेसन चाहिँ। नेक्स्ट विकतिर हामी बाहिर कतै घुम्न निस्किन्छ होला, तर यो विक हामी घरमै रुममै यसै बसेर बिताउनेवाला छौँ। अहिले चाहिँ बिहानको 7 बजिरहेको छ। अब उठेर आज जिम, त्यसपछि आज दिनभरि म के गर्छु म हजुरहरूलाई देखाउने छु। भिडियोहरू मेरो किस्तामा आउँछन्, रेगुलर छैन। हरेक भिडियोहरू ग्यापमा आइरहेको हुन्छ। सुरुमा भिडियो बनाउन रहर लाग्थ्यो, एउटा ब्लगर बन्न रहर लाग्थ्यो। पछिल्लो समयमा यो पढाइले गर्दा अलिकति गाह्रो भयो त्यो ह्यान्डल गर्नलाई, तर ठिकै छ। आजकल चाहिँ के लागिरहेछ भने ब्लगर चाहिँ होइन, आफ्नो मेमोरिजहरू चाहिँ यो युट्युबमा कलेक्सन गरेर राख्न सक्छु भन्ने लागिरहेछ। सो अब म उठिसकेँ, बेला भइसक्यो। ओके, नेपाली राष्ट्रिय झन्डाको मुनि सुत्न पाउँदा आफूलाई गर्वको फिल हुन्छ। तर त्यसको लागि योगदान गर्न सकेको छैन। होप चाँडै नै त्यसको लागि पनि केही न केही गर्न सकौँ आफ्नो क्षेत्रबाट होइन। त्यही हो। ल, म चाहिँ उठेँ गाइज। यहाँहरूको दिन पनि शुभ रहोस्, मेरो दिन पनि शुभ रहोस्। आजको दिन सफल अनि सुख शान्ति र केही नयाँ कुराहरूको योजना बनाउन सकौँ। बस आज त्यति छ मेरो उद्देश्य आजको दिन। यो चाहिँ मेरो पढ्ने ठाउँ। हिजो राति यत्तिकै लथालिङ्ग छोडेर सुतेको जस्तै छ है। बिहान सरस्वती माताको दर्शन गरिहालौँ। त्यसपछि यस्तो छ, यो चाहिँ मेरो इक्जामको स्केड्युल थियो। सकिसक्यो। अब मेटाए पनि हुन्थ्यो, तर छैन मेटाएको। अब मेटाउँछु। यसमा चाहिँ अब फेरि मेरो भ्याकेसनले के गर्ने भनेर मेरो योजनाहरू यहाँ राख्नेछु। हप्ता फ्राइडे चिल हान्नु थियो, हानेको छैन, अब हान्छु। यता चाहिँ अलिकति आफ्नो कोड भाषामा केही लेखेर गुड लक टु मी। अरूले भन्ने जस्तै हो, आफैले भने गुड लक हिँड्यो, तर भन्नुहुन्छ मलाई पनि मेरो शुभचिन्तक हुनुहुन्छ। यस्तै छ है। अनि यो चाहिँ हिजो मैले बजाउँदै छोडिरहेको थिएँ। एकदम पुरानो ठुलोले बुवालाई गिफ्ट दिएको। बुवाले बजाउँदै मैले चाहिँ बोकेर ल्याइदिएँ यता फिलिपिन्स आउँदाखेरि। ओके, यो चाहिँ म दिउँसो यो पनि बजाउँछु। आज दिउँसो अरू के गर्छु म भिडियोमा चाहिँ देखाउने नै छु है त।
जिम चाहिँ मैले सकिसकेँ। अब अरू धेरै काम पनि गर्नु छ। आज चाहिँ मैले थोरै एकदमै थोरै शरीरलाई धेरै भारी नपरोस् भनेर थोरै मात्रै गरेँ र शरीरलाई बानी पार्नको लागि अब केही दिनसम्म रेगुलर गर्छु। त्यसपछि कलेज स्टार्ट भयो भने चाहिँ फेरि छोड्नुपर्छ सायद। त्यही पनि म्यानेज गर्ने कोसिस गर्नेछु। जिम चाहिँ त्यही नै हो। अब म चाहिँ यहाँदेखि निस्कन्छु। आजदेखि अरू धेरै कामहरू पनि गर्नु छ आज चाहिँ। सो आजलाई चाहिँ जिम यति नै। जिम सक्यो। अब चाहिँ बाहिर गएर तरकारी लिएर आउनु पर्यो। जस्ट रेडी भएर म तरकारी लिन निस्कन्छु। Leonardo era solo da vedere. Leonardo आज चाहिँ धेरै पछि आफैले आफ्नै हातले बनाएर खाना
हुँदैछ। यस मजा आउनेवाला छ। योभन्दा अगाडि कहिले इन्डियन मेसमा खाइयो, कहिले कता कता खाइयो, कहिले कलेजको बाहिर क्यान्टिनमा खाइयो। त्यो गरेर धेरै गाह्रो भएको थियो। तर अब चाहिँ 20 दिन जति जस आफ्नै हातले पकाएर खाना खाँदैछु, जस मजा आउनेवाला छ। ल म सुरु गरेँ, म खाएको चाहिँ म तपाईँलाई देखाउनु है। बाई बाई। सो आजको दिन यसरी नै बितिरहेछ मेरो। अबको यो समयलाई कसरी युटिलाइज गरौँ भन्ने सोचिरहेको छु। हेरौँ अब के हुन्छ। म तपाईँलाई एउटा चिज देखाउन गइरहेको छु है। यो चिज छ एउटा, यो चाहिँ हार्मोनिका। यो बुवाले धेरै पहिला, सायद म नजन्मिँदै ठुलोबाले बुवाले गिफ्ट दिनुभएको। अनि बुवाले चाहिँ यसलाई मायाले, बुवाले पाएका गिफ्ट अथवा कुनै पनि चिजलाई चाहिँ यसरी संरक्षण गरेर राख्नुहुन्छ। यसको कभर त छ भित्र होइन, तर यसको बाहिर पनि बुवाले होममेड बनाउनु भएको छ। यो धागाले बुनेर यसको कभर बनाउनु भएको छ। गिफ्ट यसको ब्याग यो बनाउनु भएको छ। अनि यसको पनि एउटा नट यहाँनिरको खसेछ, टेपले ऱ्याप गरेर राख्नु भएको छ। यस्तो जतन सहित एकदम कन्डिसनमा छ, फेरि राम्रो छ। मैले फिलिपिन्स आउँदाखेरि किनकि लान्छु भनेर थिएँ होइन, यसो याद आयो बुवाको यही बोकेर हिँड्दिन्छु नि, कहिले काहीँ बजाउन हुन्छ रमाइलो रहर को लागि भनेर यो बोकेर आएँ। बुवाले मलाई पनि सिकाउनु भएको थियो, सिकाउँदै हुनुहुन्थ्यो। मैले त्यति धेरै चाहिँ सिक्न पाइनँ। एउटा कुन गीत थियो, एउटा लोक मैले चाहिँ सिकेको, एकदम टिपिकल लोक गीतमा सिकेको थिएँ, रेलै घुमेर भन्ने गीत। त्यो चाहिँ धेरै जस्तो यङ जेनेरेसनले त्यो गीत सुने पनि छैन होला, तर एकदम राम्रो पपुलर सङ थियो त्यो चाहिँ। मैले त्योमा फर्स्ट सिकेको थिएँ। पछि भैलो खेल्दाखेरि देउसी भैलोको पनि बजाउन आउँछ र त्यो अलिक मलाई लोक टाइपको बजाउन आउँछ योबाट। त्यो भैलो खेल्दाखेरि नै यसको क्याप पनि हराइदिएको हामीले, यसको कभर थियो माथि क्याप हामीले हराइदिएको। बुवाले जतनसँग राख्नु भएको थियो, हाम्रो लाफर भाइले हामी हराएको हो। यदि अब म एकचोटि बजाउने कोसिस गर्छु। मैले अरू पनि हल्का आधुनिक टाइपमा पनि बजाउन कोसिस चाहिँ गरिरहेको छु, तर इनफ टाइम दिन पाएको छैन। आज मैले जुन सिकेको छु त्यही बजाउँछु, तर मैले राम्रोसँग चाहिँ बजाउन आउँदैन। मैले न्याय चाहिँ गर्न सक्दैन, तर एउटा रहर मात्र हो है त। म सुनाउँछु। यति नै हो मैले बजाउने। अनि सिकिरहेको छु अरू चाहिँ दसैँ तिहारको भैलो खेलेको, त्यो भैलो भत्काउनु चाहिँ आउँछ योबाट, तर त्यो भैलोको चाहिँ बजाउन आउँछ योबाट, तर अहिले भैलोको चाहिँ के बजाउनु अरू चाहिँ सिकिरहेको छु। यस्तै छ, यसरी नै दिन बितिरहेछ। अब केही दिनलाई
यसरी नै जान्छ दिनहरू र अब फेरि अर्को सेमेस्टर सुरु भइसकेपछि फेरि टाइमको त्यस्तै छ, म्यानेजमेन्ट गर्ने गाह्रो छ। फेरि हामी भेट्ने नै छौँ अर्को भिडियोहरूमा। लगभग म यो भिडियोलाई चाहिँ यही अन्त्य गर्न चाहन्छु है। यसरी नै मेरो दिन बित्ने होला छ। मेरा शुभचिन्तक आफन्तीजनहरूमा यो भिडियो कोसिली लिएर आएको मैले चाहिँ धेरै भएको थियो सबैसँग भेटघाट, कल कन्ट्याक्ट हुन नपाएको। त्यही भएर यसो सोचिहालेँ भिडियो बनाएर सबैमा जाम्न भनेर। त्यही भएर हेर्नुहुनेछ, आशा छ माया गर्नुहुनेछ। सम्झना सबैलाई है। फेरि अर्को भिडियोमा भेटौँला।